हेलो नमस्ते, म सेफ कृष्ण सुनार। आज हामी बनाउन जाँदैछौँ सेजवान फ्राइड राइस। सेजवान फ्राइड राइस बनाउनको लागि चाहिँ फर्स्टमा चाहिँ वकले सेट गर्नुपर्ने हुन्छ। वकले सेट गरिसकेपछि जिन्जर गार्लिकले अलिकति ब्राउन गर्ने। अलिकति ब्राउन गरिसकेपछि भेजिटेबलहरूमा चाहिँ हामीले क्याबेज, क्यारेट, क्याप्सिकम, अनियन हालेको छौँ। अनि यसले अलिकति सोते गराउन पर्ने हुन्छ हाई फ्लेममा। हाई फ्लेममा सोते गराइसकेपछि यसमा चाहिँ हामीले राइस हाल्न पर्ने हुन्छ। अहिले चाहिँ मैले भेजिटेबलहरू सोते गर्दैछु। भेजिटेबल सोते भइसक्यो मेरो चाहिँ। अब ग्यास बन्द गरेर या लो फ्लेममा राखेर यसमा हामीले राइस हालिदिन्छौँ। राइस हालिसकेपछि अलिकति यसले चलाउँछौँ ताकि त्यो भेजिटेबलहरू नजलोस् भनेर। एकचोटि अलिकति ग्यास अन गरेर एकचोटि यसले हल्लाउँछौँ, हामीले टच गर्छौँ एकचोटि वकमा। टच गरिसकेपछि चाहिँ अब मसलाहरूको तर्फ जान्छौँ है। हामी चाहिँ मसलाहरूमा सल्ट भयो फर्स्टमा, सेकेन्डमा व्हाइट पेपर, अनि एरोमेट पाउडर पछि मैगी मसाला पछि ब्ल्याक पेपर 5वटा मसलाहरू हालेको छु मैले चाहिँ सेजवानमा। अनि चिल्लीको रोगन हालेको छु, चिल्लीको रोगन अनि अलिकति चिल्ली पेस्ट। रोगनले चाहिँ राम्रो उल्याउँछ है। अनि त्यही भएर अलिकति चिल्ली गार्लिकमा कलर युज गर्दैनौँ, त्यही भएर रोगनले चाहिँ हामीले रेड बनाएको छौँ। अनि यसमा अब ससमा चाहिँ अब हामीले अलिकति ग्रिन चिल्ली हाल्छौँ। अलिकति ग्रिन चिल्लीको टच गर्छौँ। टच गरिसकेपछि अलिकति केचपको टच गरिदिन्छौँ, कम मात्रामा केचप चाहिँ। अनि हामीले चाहिँ सेजवान सस हाल्न पर्ने हुन्छ यसमा। सेजवान सस हालिसकेपछि यसले चाहिँ राम्रोसँग हल्लाउँछौँ ताकि यो ससहरू चारैतिर लागोस्, मसलाहरू चारैतिर लागोस्। अनि अब चाहिँ यसमा हामीले ससहरूमादेखि अब यसमा चाहिँ व्हाइट भिनेगर, अलिकति सोया सस टच गराएको छु। अनि त्यसपछि हामीले चाहिँ अलिकति स्प्रिङ अनियन हालिदिन्छौँ गार्निसिङको लागि, ताकि खाँदाखेरि राम्रो फ्लेभर आउँछ। अनि यसले अब हामीले फाइनल टच गरिसकेपछि यसले चाहिँ हामीले हटाउँछौँ। यसले हटाइसकेपछि प्लेटिङ गर्छौँ। प्लेटिङमा बाउलमा हाम्रो चाहिँ प्लेटिङ हुँदैछ। अनि यसलाई राम्रोसँग प्लेटिङ गरिसकेपछि एन्डमा चाहिँ हामीले गार्निसिङको लागि स्प्रिङ अनियनको त्यो तलको जडावाला साइडले चाहिँ हामीले गार्निसिङमा राख्दैछौँ। अलिकति स्प्रिङ अनियनको माथिदेखि राम्रो साइनिङ आउँछ, स्प्रिङ अनियनको गार्निसिङ गरिदिन्छौँ। अनि एन्डमा चाहिँ हामीले यो फुल छ। अनि यो टमेटोको अलिकति फ्लावर जस्तो बनाएको छ, यसले साइडमा राखिदिन्छौँ हामीले। साइडमा राखिदिइसकेपछि हाम्रो सेजवान फ्राइड राइस रेडी हुन्छ।